यो चाहिँ घरहरू सफा गर्दै गरेको भिडियो हो मेरो। हाम्रो चाहिँ लोसार सुरु हुन आँट्यो। अन्त सबैजनाको चाहिँ अब सुरु भइसक्यो। हाम्रो चाहिँ लास्टमा हुन्छ फेब्रुअरीमा होइन, टिबेटनहरूको चाहिँ। अन्त साफसफाइहरू चाहिँ गर्दै गरेको। अन्त यो भिडियो चाहिँ मैले त्यसको लागि बनाएको थिएँ। सानो मिनी भ्लगमा चाहिँ सफाइको भिडियो लगाइदिउँ भनेर सफाइ गरेको। दिल्लीको जाडोमा मेरो घर चाहिँ क्लिन भइसक्यो। मेरो रुममा चाहिँ नानी सुतिरहेको छ। यो टाइल्स चाहिँ यस्तो घिनलाग्दो छ नि, दाग धब्बा बस्ने, जति सफा गर्दा पनि सफा नहुने, सबै क्लिन गरिसकेँ। अब भोलि आधी सफाइ गर्नु छ। आजको लागि चाहिँ यति नै। अहिले चाहिँ मेरो नानी सुतिरहेछ। अब म चाहिँ खाना खाएर नुहाउनु जानु भनेको। 3:30 भइसक्यो। बिहानदेखि काम गर्दा गर्दा खाना पनि खाएको छैन मान्छे। दिउँसोको अन्त अब किचन सफा गर्नुपर्ने छ। अन्त चाहिँ नुहाउनु पर्ने छ। मेरो घर चाहिँ यतिको सफा भएको छ, त्यस्तो खास त भएको छैन के हो। या त मेरो क्यामेरा नराम्रो भयो। आजको मेरो खाना चाहिँ सुकुटी, अन्त यो चाहिँ हो गोबी राइस, डल्ले खोर्सानी। डल्ले खोर्सानी बिना चाहिँ मलाई मन पर्दैन। यसमा पनि मैले खोर्सानी हालेको छु सुक्खा। मलाई चाहिँ खोर्सानी चाहिन्छ। खाना बिना स्पाइसी खान्छु म चाहिँ। जाडोमा अब भात खान आँटेको।